This video is a reply for a comment that appeared in my previous video. So thank you for your comment. Comment को लागि धेरै धेरै धन्यवाद. So today our title is compound exercises. Hello, I am Amit Pangeni, a fitness coach. What are compound exercises? Compound exercise भनेको के हो त? यसको परिभाषा के हो भन्दा तपाईहरुको जोइन्ट र मसल कुनै पनि जोइन्ट र मसल एउटा भन्दा बढी कुनै एक्सरसाइज गर्दाखेरि एउटा भन्दा बढी जोइन्ट अथवा मसल काम गर्न लाग्यो भनेपछि त्यो भनेको कम्पाउन्ड एक्सरसाइज हो, जुनमा जोइन्ट र मसलहरु एउटा भन्दा बढी युज हुन्छ। जुन एक्सरसाइज गर्दाखेरि त्यसलाई चाहिँ कम्पाउन्ड एक्सरसाइज भनिन्छ। उदाहरणको लागि स्क्वाट गर्दाखेरिको स्क्वाट भनेको कम्पाउन्ड एक्सरसाइज किन हुन्छ भन्दा स्क्वाट गर्दा हजुरको कोर, त्यस्तै गरी जोइन्ट घुँडाको अनि त्यसपछि तपाईको लेगको मसलहरु एउटा भन्दा बढी एंगेज हुन्छ। यसमा हिप पनि एंगेज हुन्छ। त्यही भएर एउटा अथवा एउटा भन्दा बढी जोइन्ट अथवा मसल युज हुन्छ स्क्वाट गर्दा। त्यही भएर स्क्वाटलाई चाहिँ कम्पाउन्ड एक्सरसाइज मानिन्छ। एसेन्शियल कम्पाउन्ड एक्सरसाइजहरु मैले आज 5 वटा बताइदिन्छु। एउटा स्क्वाट, एउटा डेडलिफ्ट, एउटा ओभरहेड प्रेस, एउटा बेन्च प्रेस अनि त्यसपछि चाहिँ बेन्ट ओभर रो। कम्पाउन्ड एक्सरसाइजले धेरै चाँडो रिजल्ट दिन्छ, साथै त्यसमा समय बचत हुन्छ। तपाईले थोरै समयमा पनि कम्पाउन्ड एक्सरसाइज गर्दाखेरि धेरै मसलहरु टार्गेट हुन्छ, एकदम सजिलो हुन्छ, समयको बचत पनि हुन्छ कम्पाउन्ड एक्सरसाइज गर्दाखेरि। किन भन्दा एउटा भन्दा बढी मसलहरु टार्गेट हुन्छ। कम्पाउन्ड एक्सरसाइज गर्दाखेरि इन्जरी हुने चान्सेस पनि धेरै हुन्छ। राम्रो पनि हुन्छ, यसको बेफाइदा पनि हुन्छ। जस्तै तपाईहरुले कम्पाउन्ड एक्सरसाइज गर्दाखेरि फर्म मिलेन अथवा केही गडबडी हुने बित्तिकै तपाईहरु अलिकति इन्जर्डको लागि प्रोन हुनुहुन्छ। किन भन्दा यसमा धेरै जोइन्टहरु इन्भल्भ हुन्छ अनि इन्टेन्सिटी पनि धेरै गर्दाखेरि मसलहरु धेरै एंगेज गराउन खोज्दाखेरि छोटो समयमा तपाईहरुको इन्जरी हुने चान्सेस हुन्छ। त्यही भएर यसमा चाहिँ हाई रिस्क हाई गेन जस्तो कुरा आउँछ। किन भन्दा यसले राम्रो पनि उत्तिकै गर्छ, तर स्ट्रिक्ट फर्ममा राम्रो तरिकाले गर्नुभयो भने मात्रै। तर रिस्क पनि धेरै हुन्छ, किन भन्दा यसको फर्म बिग्रेको अवस्थामा। कम्पाउन्ड एक्सरसाइजको प्लान चाहिँ कसरी गराउनु पर्छ भन्ने कुरा यसमा चाहिँ तपाईहरुले सबै एक्सरसाइजहरु एकै दिन एकै पटक हान्न पर्दैन, आवश्यक पर्दैन। कम्पाउन्ड एक्सरसाइज गर्दाखेरि सबैभन्दा ठूलो सल्लाह मैले के दिन्छु भन्दा तपाईहरुको फर्म चाहिँ एकदम मिलेको हुनुपर्छ। लाइट वेटबाट सुरु गर्नु होला सबैभन्दा सुरुमा। लाइट वेटबाट सुरु गरिसकेपछि फर्म मिलाउँदै गएपछि तपाईहरुको शरीरले पनि बुझ्दै जान्छ, इन्जर्ड हुनबाट जोगिन्छन् यो हिसाबले। कम्पाउन्ड एक्सरसाइज चाहिँ मसल गेन र फ्याट बर्निङको लागि दुईटैमा काम लाग्छ। यस्तो दामी एक्सरसाइज हुन्छ कि कम्पाउन्ड एक्सरसाइज भनेको तपाईहरुले छोटो समयमा धेरै क्यालोरी बर्न गर्न सक्नुहुन्छ कम्पाउन्ड एक्सरसाइज गर्दाखेरि। किन भन्दा धेरै मसलहरु टार्गेट हुन्छ। धेरै मसलहरु टार्गेट भनेको एनर्जी धेरै खर्च हुन्छ। एनर्जी धेरै खर्च हुनु भनेको फ्याट बर्निङ स्टेटको लागि एकदमै राम्रो। त्यस्तै गरी मसल गेनमा कसरी हेल्प हुन्छ भन्दाखेरि धेरै मसल टार्गेट हुँदै गर्दा तपाईको छोटो समयमा धेरै मसललाई स्टिमुलस पुग्छ, धेरै मसलहरुले ड्यामेज गर्न पाउँछ अनि त्यसपछि बल्ल त्यो हिल हुनलाई चाहिँ सजिलो हुन्छ। तपाईहरुले कम्पाउन्ड एक्सरसाइजको बारेमा यति कुराले धेरै कुराहरु बुझ्नु भयो होला। त्यही भएर तपाईहरुलाई अरु केही क्वेशन छ भने सोध्नु होला र कमेन्ट गर्नुभएको साथीलाई चाहिँ धेरै धेरै धन्यवाद। भिडियो मन परे लाइक, कमेन्ट, सब्स्क्राइब नगरेकोले सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू फर वाचिङ।